भयो भयो मैले हेर्नुहोस् बाबु भनेर भन्थ्यो एउटा आइले कि यसरी जरा फेरि यस्तो खाल्ने यस्तो हुन्छ हाम्रोतिर घाँस घाँसतिर घाँस यस्तो हुन्छ यो चाहिँ फेरि भैँसीले खान्न बाख्राले खान्न मान्छेले मात्रै खान्छ हेर्नुहोस् हार घाँस यत्रो छ यो घाँस छरेको 1 महिना मात्रै भयो भन्दै त के भन्ने मैले 1 महिना मात्रै भयो गरे भनेर ए यो घाँस छरेको 1 महिना 1 महिना मात्रै भयो गरे यहाँ छ कि बाटा हाल्नु न बाटामा हाल्नुहोस् न हे खेतमा बोके झार माया भेटे माया नभेटे लोके चराइन ल जान्दिनँ गीतै ल भयो बन्द गर एकछिन उस गर यो रोपेको जम्मा 1 महिना भयो तर हाम्रो बुढाको मिहिनेत चाहिँ यतिसम्म भयो है गाईजहरू हजुरले पनि यदि कोली साग खान मन लाग्यो भने रोप्न सक्नुहुन्छ हामीले रोप्दा कता कति थियो तर अहिले यस्तो मजाले भयो अहिले रोप्दाखेरि मलाई कति झ्याउलाएर बुढोले रोपेको अहिले काट्दा कति मजा भइरहेछ भयो अहिले मैले काटेर नि भइसकेँ यति भयो रोप्दाखेरि जम्मा यति रोपेको अहिले यति भयो अब मैले यो चाहिँ कति घरलाई बाँड्नु पर्ने हुन्छ फेरि ल यो मोटीले पनि लिन्छ अरे देखाऊ मोटी तलतिर नदिनु